बिहाई तोरी मैले यो ल्याएर आस्था हानेको थिएँ कि उताको चाहिँ पण्डित हानेको यतापट्टिको चाहिँ यो डब्लो चाहिँ आस्था हाने यतापट्टिको यति राम्रो फल आइरहेको उतापट्टिको पातलो छ अनि यो चाहिँ यस्तो छ उताको चाहिँ गरे हेर्नु त कस्तो छ उताको चाहिँ पातलो छ अनि मेरै हेरेर सँगै उता दाजुले पनि ल्याएर हाने अब त्यही बिउ फेरि त्यता राम्रो छ अनि यता अगाडि गएर हेरौँ त अनि अब यतापट्टिको यो पण्डित हो उतापट्टिको यो चाहिँ आस्था थियो अब यतापट्टि यो पण्डितमा कोसै पातलो लाग्यो यतापट्टि यति बाक्लो छ दोसा अनि अब कष्ट गरेको खेती अनि अब यस्तो हुँदाखेरि त यतापट्टि त लोस पर्यो नि लोस पर्यो भने खर्चै उठ्थेन त्यो अब अब आउने वर्ष चाहिँ आस्तै हान्नु पर्यो त्यसै गर्नुपर्छ होला अब आज जुन खालको फेरि ढुसे लाग्यो अब यो ढुसेले गर्दा अब यो फुल बचाएर राख्न सकिन्छ कि सकिन्छ फुल मरिसकेको छैन तोरी त्यही पनि मेरो त यतिको त भइसक्यो अब अरू हान्नेको त ऊ त्यस्तो भर्खर फुल्दैछ त्यस्तो छ अब कन्डिसन यहाँनिर यो अलिक गहिरो जग्गा भएर यहाँ पानी जाम भयो पुरा पानी जाम हुनाले गर्दाखेरि यहाँनिर अब यो तोरी नै मरुला जस्तो भएको थियो त्यही पनि आयो आउन त यो ब्लाइटको दबाई हानेर आयो अनि अब उतापट्टि चाहिँ दाजुले हानेको तोरी अब उता हेरेर त फुल देखेर अब पुरा हाँस्दै हिँड्दै तर अब पछाडि अब यो आस्थाले जित्छ कि त पण्डितले जित्छ पण्डितले जित्दैन नि अब कहाँ जित्छ अब पछि ठेसर लगाएपछि थाहा भइहाल्छ नि उता उसकै हेरेर हाँस्दै छ हाँसोस् अहिले तर पछि फलले गर्छ नि काम र अनि अब यही खालको छ तोरी खेती गरेको अब हुन्छ भनेर गरेको त थियो भएको छ ठिकै अब यसरी नै गर्नुहोस् अरूले पनि खेती र हामीले जुन हिसाबले गरियो यसरी गरेपछि तेल किन्नु परेन तेलको दाम बढ्दैन सबैले अब यो तोरी खेती गरे पछाडि तेलको दाम अलिकति कम छ हामीहरू किसान खेती गर्ने मान्छेलाई सुविधा हुन्छ र सबैले यसरी नै खेती गर्नुहोस् र मेरो भन्नु भनाइ यति नै हो र यो भिडियोलाई फेरि हामीहरू बनाउने छौँ र फेरि तपाईँहरूले अब हेर्न पाउनुहुन्छ र राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला धन्यवाद।